हेर्नु गद्दावाला सोफा निक्लिनु अन्धकारमा अब के गर्नु हावा मान्छे मर्निङ गाइज हाम्रो ब्याग प्याक भइसकेको छ। अब हामी कुनै ठाउँ जान आँट्दैछौँ। अब कुन ठाउँ जान्छौँ भन्ने कुराहरू तपाईँले बिस्तारै थाहा पाइहाल्नुहुने छ। अब हाम्रो बेलुकाको गाडी छ, बेलुकाको गाडी काठमाडौँसम्म गाडी छ, त्यति चाहिँ मैले भनिदिइरहेको छु। काठमाडौँसम्म गाडी छ। अब काठमाडौँ जान्छौँ, पुगेर अनि कहाँ कहाँ जान्छौँ, कता काठमाडौँ जाँदा बाटोको कुराहरू पनि देखाउँला। आजको ब्लगमा यो सबै कुराहरू हेर्न सक्नुहुन्छ है। हामी गाडी चढिसक्यौँ। विशेष भावुक दाईलाई, भावुक दाईले कस्तो एक्सपेक्ट गराइदिएका थिए मलाई। हेर्नु गद्दावाला सोफावाला छ है। पहाडको सबै गाडी नराम्रो हुन्छ भन्ने हुँदैन, सबै राम्रो छ। यहाँ प्लगहरू पनि छ है। यहाँ अब प्लग कसरी देखाउँ, यहाँ प्लग पनि छ, यहाँ एसी पनि छ है। एसी पनि छ, यही माथि हेर्न सक्नुहुन्छ। अहिले अब हामी भाटभट्टी नै आइपुग्यौँ। आउँदैछौँ जाँदैछौँ। तपाईँलाई भनेकै थिएँ म काठमाडौँसम्मको यात्रा भन्ने कुरा चाहिँ मैले तपाईँलाई जानकारी गराएको थिएँ। अब त्यहाँदेखि कहाँ हो भन्ने कुरा अब हामी तपाईँहरूलाई भिडियोमा देखाउनेछौँ। अब यो विषयमा तपाईँलाई अरू केही कुराहरू गर्नु छ किरण सर? होइन, अब आज बर्डिङ गर्नु छ। अब जान चाहिँ चिसो ठाउँ जान लाग्यो हो हामी, होइन, तर भन्दिनँ। चिसो भनेको फ्रिजभित्र पनि हुनसक्छ, एकछिन बसेर निक्लिन सक्छ है। यो भिडियो अब कन्टिन्यू चलि नै रहन्छ, दिनसम्म रहेछ। अब हेर्दै गर्नु होला है त। डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब। हाम्रो गाडीले 20,000 को तेल हाल्यो है। अब हामीले के 20,000 काठमाडौँ पुग्न सक्छौँ त? हेर्दै जान्छौँ, फेरि तेल हाल्छ कि हाल्दैन है। गाइस, हामी अहिले खाना खाने ठाउँमा आइपुगेका छौँ, कञ्चनरूप। अब हाम्रो गाडी यहाँ छ है। हाम्रो गाडी यहाँ छ, गाडी राम्रै छ। तेह्रथुमबाट आएको। मेरो एक्सपेक्टेसन चाहिँ लास्टै कचडा गाडी भन्ने एक्सपेक्ट थियो, तर गाडी राम्रो छ, सोफा सिट भएको। अब हामी जाँदैछौँ, ठाउँ ठाउँको देखाउँछौँ। यही त हो, हामीले त खाना खाएर आएको थियौँ, यसो नास्ता सास्ता खायौँ, अरू केही खाइनौँ। उसले पनि खाना खाएको, मैले पनि खाना खाएको, एकदम टम्ने छ। टाउसँग चाहिँ पुग्ने खालको नै छ हाम्रो अहिले एनर्जी। अब केही अब त्यस्तै खान मन लाग्यो भने स्न्याक्सहरू केही खान्छौँ, त्यति हो। ल हेलो गाइज, अहिले रातिको 1:30 बज्यो। हामी अहिले विमानमा छौँ। हाम्रो गाडी 4 बजीतिर छुट्छ। गाडी यता छ, हेर्न सक्नुहुन्छ। अन्धकारमा अब के गर्नु, बसिरहेछौँ बाहिर। यसो एकछिन शीतल हुन्छ कि भनेर। पूर्वको मान्छेहरूलाई सिन्धुलीको बाटो नाइट जाँदाखेरि सबलाई थाहा छ बिमानमा राख्छ भनेर। त्यही माथि मिनी बस प्राइभेट भएको बाटो खराब छ, त्यही भएर चाहिँ यता राख्नुपर्ने कन्डिसन हुन्छ। ल यस्तै हो। हेलो गाइज, गुड मर्निङ। हामी चाहिँ अहिले भकुण्डै बसिरहेको छौँ। आइपुग्यौँ भनौँ न होटेलमा चियाहरू खानको लागि। साथीले यहाँ पनि हुँदैछ। यहाँदेखि हाम्रो काठमाडौँ अब लगभग काठमाडौँ होइन, अब यहाँ 1 घन्टा लगाइछ। कस्तो गाडीमा चढायो, हावा मान्छे हावै गाडी चढाएर होइन। अब अघि पुग्नु पर्ने मान्छे हेर त, यहाँ 9:30-10 बजिसक्यो, यहाँ भकुण्डे बेसीमा छौँ। के हो यस्तो पारा? के हेर्नु, बाटो त्यस्तै छ, बाटो त्यस्तै छ, मान्छे ल बिचको ब्लग चाहिँ भएन। हामी चाहिँ डाइरेक्ट हाम्रो भाइकोमा आएको छौँ है। भात खाँदैछौँ। यस्तो दामी यति धेरै आइटम बनाएको छ भाइले, दाल साल। धेरै धेरै धन्यवाद मेरो अनुज भाइलाई है। अब हामी खान्छौँ है त। हाम्रो अनुज दादा उता हुनुहुन्छ। ल गाइज, एटिएमतिर जानुभयो। साथीको गाडी कुर्दैछौँ गाइज। हाम्रो अनुज दादासँग फाइनल्ली भेटघाट हो। ल अब हामी गाडी आएपछि फेरि हामी गाडी चढेर देखाउँछौँ। मगाजु ल है, हामी चाहिँ अब गाडी चढिसक्यौँ। एसपी ल गाइज, अब हामी जाँदैछौँ। बाटोमा पुगेर हामी तपाईँहरूलाई देखाउने छौँ के देखाउने हो। हाम्रो चाहिँ विश्वदीप पनि छ। यो र हाम्रो भाइ चाहिँ यहाँ काठमाडौँबाट सँग पुसाइसक्यौँ। अब यात्रा चाहिँ हाम्रो कारे हामी अब जान लाग्यो। अब हामी जान लाग्यो काठमाडौँ। जान लाग्यो भन्नु यत्रो दिनदेखि त्यही सल्लाह भइरहेछ। होइन, हाम्रो गाडी चाहिँ कहाँसम्म पुग्छ भने क्या, स्याब्रो बेसीसम्म।
ए आउँदैछौँ जाँदैछौँ यो चाहिँ हाम्रो त्रिशुली नदीको त्रिशुली नदी छ यहाँनिर अब यहाँनिर बालबच्चालाई खन्दै हुन्छ त्यो पाना जस्तो त्यहाँ पाना जस्तो देखिएको छ होइन तर त्यो खाल्टो खनेको हो है पानी पनि हल्का सिमसिम पर्दैछ जाँदैछौँ हल्का अब पुगेर अनि त्यसरी ठाउँमा बस्छौँ यस्तै हो अब यहाँ हेर्न सक्नुहुन्छ पहाड माथिको मौसम यस्तै हो ल हामीहरूले इन्ट्री गराउनु पर्ने रहेछ हामीले यहाँ इन्ट्री गराउँदैछौँ त्यो भएको कारणले गर्दाखेरि त्रिशुली है त्रिशुली यो हाइड्रो पावर हो कुन हाइड्रो पावर हो त्यो चाहिँ तपाईँहरूले नै भन्नु पर्यो हेर्नुहोस् लोकेसन हेरेर कहाँ पनि भन्नु पर्यो ए बवाल छ बवाल ओहो बिस्तारी साथी बिस्तारी यो त धेरै बिस्तारै हो त हौ आइपुगेको छौँ केतन मगाजु श्रेष्ठ हाम्रो टोलीहरू सबैजना अब होटल खोज्दैछौँ बस्नको लागि हेरौँ कुन होटल हुन्छ कार पार्किङ सार्किङ हुने भयो भने आफ्नो गाडी सुरुमा सुरक्षित राख्नुपर्ने हुन्छ त्यही भएर हो म्याक्सिमम् गाडीहरू तपाईँको इम्पोर्ट भएर आउँदो रहेछ इभीहरू जति चाइनाबाट अब यहाँनिर हेर्न सक्नुहुन्छ जति पनि यहाँनिर गाडीहरू छ त्यो सबै इम्पोर्ट भएर आएको हो है म तपाईँलाई सबै इम्पोर्ट भएर आएको गाडीहरू हो कुनैमा पनि नम्बर प्लेट छैन ब्रो माथि रुम भेटेर जाँदैछु गाइस रुम भेटेर 1 घण्टाको सङ्घर्ष पछाडि रुम भेट्या हो अब हामी रुममा जान्छौँ मस्त खान्छौँ खाएको पनि तपाईँहरूलाई देखाउँछौँ अनि सुतेको गरेर आजको भ्लग इन्ड गर्छौँ धेरै धन्यवाद उहाँलाई पनि अहिले भ्लगमा टान्छौँ हामी है त्यसको लागि अब यहाँ ओह्रालो रहेछ अब लाइट बाल्नु पर्ने कन्डिसन आयो हेर्नुहोस् है हाम्रो लाइट ओहो ल यहाँ जुत्ता गाडीमा बिर्सेर फेरि तल गइसक्यो मान्छे फेरि फर्किनु पर्यो ल हाम्रो गाडी यही हो यहाँ किन पछाडि चारवटै खोलेको जुत्ता कहाँ छ तँ मात्र निकाल न जुत्ता चाहिँ छोडेको छ यसले जुत्ता निकाल्यौँ त्यो पानीको बोतल पर्दैन यो रुको लु लक लाग्यो ल आयो 4वटा बेड भएको रुम भेट्यो राम्रो रुम भेट्यो खोज्दा खोज्दा गरेर अब त्यसपछिबाट बल्ल तल्ल गरेर आयो मकाजु यहाँ चाहिँ अब तल खाना भनेको छ अब खानासाना खान्छौँ ओर्छौँ रेस्ट गर्छौँ अनि भोलि यहाँबाट हाम्रो हाइकिङ सुरु हुन्छ तपाईँहरूले यहाँ ब्याग पनि देख्न सक्नुहुन्छ तपाईँहरूलाई म ब्यागहरू देख्न सक्नुहुन्छ है गाइस अब हामी खाना खाँदैछौँ मेरो खाना यहाँ छ मस्त अब खानासाना खाएर गएर आज अब गएर सुत्छौँ अलि लास्टै गलिएको छ किनकि लगभग थुप्रो घन्टा लगभग 20 घन्टा जति त उतै पऱ्यो यतापट्टि 6-7 घन्टा गाडीमा बस्दा गलिएको छ नि त ल है यस्तै छ